नंबर 1 पाथाई इन टाउन। यो टाउनमै यति हो पाथाई बन्दैन अन्त। रियल थाइल्यान्डमा जुन पाथाई बन्छ त्यही पाथाई हो। कुनै पनि टेस्टमा पनि फरक छैन, यो कुनै रेसिपीमा पनि फरक छैन। यो चाहिँ तपाईँको यो जहाँ जुनसुकै ठाउँमा पनि र जोसुकैसँग पनि प्रतिस्पर्धा गर्न सक्छ यो पाथाईले। जुनसुकै ठाउँमा पनि यो थाइल्यान्डको पपुलर नुडल जुनसुकै ठाउँमा पनि यसले प्रतिस्पर्धा गर्न सक्छ। हेर्नुहोस् इन्द्र सेफ, अस्ति तपाईँले पपाया सलाद बनाउनु भयो, धेरै कस्टमरले मन पराउनु भएको छ। पाथाई बनाउने तपाईँको आज मास्टर क्लास दिँदैछौँ तपाईँलाई। आज पाथाई तपाईँले बनाउनलाई हामीसँग 10वटा आइटम छ है। 10वटा रेसिपीबाट हामी पाथाई नुडल निकाल्छौँ। यो नुडल चाहिँ पपुलर नुडल छ हाम्रो। यो चिकन भयो हैन, फिस सस, पिनट पाउडर, टोफू फ्राई, पाथाई सस, बेन्च स्प्राउट, स्प्रिङ ओनियन, फ्लेक्स चिल्ली, एक अंडा अनि यो नुडल चाहिँ हाम्रो यो नुडल बोइल गर्दैनौँ हामी कहिले पनि। नुडल पानीमा भिजाउने हो, अघिल्लो दिन भिजाएपछि आज यसरी सफ्ट हुन्छ अनि हामी डाइरेक्ट पकाउँछौँ क्या। बोइल गरेपछि लातक्क हुन्छ, त्यस कारणले यो चाहिँ पाथाईको लागि जहिले पनि यसरी अघिल्लो दिन भिजाउने भोलिपल्ट बनाउने गर्नुपर्छ है त। अब तपाईँले सुरु गर्नुहोस् कि पाथाई तपाईँले विदिन 5 मिनटमा पाथाई रेडी हुन्छ है त। ट्रेनिङ गराउँदाखेरि हाम्रो धेरै ठुलो खर्च हुन्छ। अब गार्लिक राख्नुपर्ने, चिकन हाल्नुहोस्, सर चलाउनुहोस्, बिस्तारो जहिले पनि आगोमा खेल्नुपर्छ है, फायरमा खेल्नुपर्छ। कुनै पनि इन्डस्ट्रीमा तपाईँ काम गर्न जानुहुन्छ भने त्यो इन्डस्ट्रीको बारेमा सोच्नुपर्छ हामीले। जब त्यो इन्डस्ट्रीलाई तपाईँले फाइदा हुने काम गराउनुहुन्छ अनि तपाईँको सेलेरी पनि बढ्दै जान्छ है। अनि तपाईँको मूल्याङ्कन हुँदैन त्यसरी गरिदिन्छ कि ओहो यो सेपले चाहिँ हाम्रो कम्पनीलाई चाहिँ कस्ट कन्ट्रोल गर्छ, म्यानेज गर्छ र कम इन्डस्ट्री बचाउँछ भनेपछि तपाईँको डिमान्ड हुन्छ त्यहाँ। त्यस कारणले जहिले पनि आगो र पानीमा खेल्न सिक्नुपर्छ। मेरो बारम्बारको भनाइ, आगो र पानी मात्रै बचायो भने पनि इन्डस्ट्रीमा चाहिँ तपाईँको 2% कस्ट बच्छ। 2% भनेको धेरै ठुलो कुरा हो है। त्यसलाई 2 सर्का 3 सर्का फुट्नुहोस्, 3 सर्का 2-4 चोटि घुमाउनुहोस् हो। त्यो टच आउँछ अलिकति कलर चेन्ज हुन्छ, त्यो चिकनमा मिसाइदिनुहोस् है। ल अब साइड लगाउनुहोस्, सट्ट अन्डा फुट्नुहोस्, साइड लगाउनुहोस्, थोरै अन्डा फुट्नुहोस्, साइड लगाउनुहोस्, साइड लगाइहाल्नुहोस्, साइड लगाउनुहोस्, नुडल्समा जानुहोस्, जान्छ त्यति जान्छ, त्यो 1% हो है त। अब फिसेस राख्नुहोस्, अब स्वाट चलाउनुहोस्, स्वाट फर्काउनुहोस् पहिले, स्वाट, किनभने तल डढिसक्नु लाग्छ क्या फेरि हो त्यसरी। अब खेल्ने हो क्या। गुड। अब पाथाई नुडल करिब तयार भयो। हेर्नुहोस् एउटालाई मात्रै कमी गऱ्यो भने यसको टेस्ट निक्लिन सक्दैन, जान्छ त्यो त्यतिकै लागि हो भाउ। ल स्वाटै चलाइदियो त, 2-1 साइड फर्काइदिइहाल हो त्यसरी। अलिकति बिन्सबाट चाहिन्थ्यो त्यो अलिकति ल। अब हामी फ्रेस पत्ता हुन्छ जहिले पनि हाम्रो थाई फुडमा, केराको पाता हजुर, केराको पाता हो, बनाना लिफ्ट है। सेफलाई पनि देखाइदिनुहोस् ठ्याक्क लाएर, मास्टर सेफ। यसलाई प्लेटिङ गर होइन, त्यो पिनट चम्चाले हाल। यो बिन्स स्प्राउट पनि म यसरी साइडमा राखिदिन्छु है त। ल है त, ग्रेट। ल अब चिल्ली फ्लेक सरी अब आज चाहिँ तपाईँको उहाँको गुरु म होइन, तपाईँको गुरु होइन त म आज। किनभने सिकाउने मान्छे त गुरु हुन्छ नि, उहाँ र म नै गुरु हो। तर उहाँलाई पनि, उहाँको नि गुरु, तपाईँको नि गुरु हो, म चाहिँ दुवैजनाको गुरु हो म चाहिँ। त्यस कारणले मेरो चाहिँ खाना बनाउन सिकाउने तरिका सबै यस्तै हो। मैले हरेक नेपाली दाजुभाइलाई मैले नेपालमा थाई फुड बनाउन सिकाएको पनि आफै लाइभ किचनमा अगाडि राखेर के हाल्नुपर्छ भनेर सबै रेसिपी उनीहरूलाई नै अगाडि रेसिपी तयार मिजा गर्न लगाएर उहाँहरूले रेडी गरेको चिजलाई चाहिँ हालेपछि आजको फुड टेस्ट गरेपछि भोलि पर्सि गर्दै दिन प्रतिदिन गर्दै उहाँहरूलाई चाहिँ मैले ट्यालेन्ट बनाउँदै जान्छु क्या। त्यसले गर्दाखेरि मेरो विशेषता भनेको नेपालमा थाई खाना बनाउने मान्छे थोरै हुनुहुन्थ्यो भन्नाले प्राय कुनै समय म मात्रै थिएँ नेपालमा। तर अहिले हरेक ठाउँमा नेपालीहरू र हरेक देशमा पनि नेपालीहरू मैले सिकाएका पुग्नु भएको छ।
त्यसले गर्दाखेरि अब आज इन्द्र सेपले चाहिँ तपाईँको बनाएर खाना यो पाथाई लुडल यो रियल थाइल्यान्डमा जुन पाथाई भन्छ त्यही पाथाई हो। कुनै पनि टेस्टमा पनि फरक छैन, यो कुनै रेसिपीमा पनि फरक छैन। यो चाहिँ तपाईँको यो जहाँ जुनसुकै ठाउँमा पनि र जोसुकैसँग पनि प्रतिस्पर्धा गर्न सक्छ यो पाथाईले। जुनसुकै ठाउँमा पनि यो थाइल्यान्डको पपुलर लुडल जुनसुकै ठाउँमा पनि यसले प्रतिस्पर्धा गर्न सक्छ। हेर्नुहोस्, यो फुड बनाउन हामीले धेरै मेहनत गरेका छौँ र हाम्रो यही लगाव, यही मेहनतका कारणले हामीले अब अहिलेसम्म हाम्रो क्वालिटी क्वान्टिटी हामी कम्प्रोमाइज गर्दैनौँ। किनकि हामी सिकाउँदा पनि यो तरिकाले सिकाउँछौँ भन्ने कुरो त तपाईँ हामीलाई जानकारी छ, हामी कति मेहनत गर्छौँ सिक्नको लागि, होइन? त्यसले गर्दाखेरि इन्द्र सेपलाई आज पनि यो पाथाई हामीले टेस्ट गरेका छैनौँ। तर पाथाई हेर्दै यो पहिलो कुरो आँखाले खाने हो खाना। उसले आज उसको फायर यस्तो राम्रो थियो, उसले आगो चलाउँदाखेरि आगो र पानी यसरी मजाले चलाएको थियो। उसले स्टकबाट एकदम थोरै पानी हालेर लुडललाई चलाउँदाखेरिको सर्र त्यो चाहिँ बाफ उडिरहेको थियो, आगो सानो बनाएको थियो। अन्त यस्तो राम्रो थियो कि त्यो चाहिँ तपाईँको फायरले खेल्दाखेरिको त्यो खानाको फ्राई प्यानको टेम्परेचर यस्तो मिलेको थियो। त्यो भएको कारणले गर्दा यस्तो राम्रो खाना निक्ल्यो आज। त्यसले गर्दाखेरि अब यो कसले टेस्ट गर्ने त? यो अब यो जसलाई बढी ज्ञान कसलाई छ भन्ने कुरो जान्नु पर्यो। तपाईँ टेस्ट गर्नुहुन्छ? अब यो चाहिँ अब यो हामी सबैले टेस्ट गर्ने हो। खाना पनि सिकाउने है हामीले। ल, लेमन अगाडि आउनुको कारण लेमन यसरी निचोर्नुपर्छ है। सर्र लेमन निचोरिसकेपछि होइन, अब हामी यहाँबाट यो चिल्ली फ्लेकलाई पनि यहाँ लान्छौँ है, अनि बिन्स पाउडरलाई पनि यसरी लान्छौँ, अनि पिनट पाउडरलाई पनि यसरी लान्छौँ। अब हामी के गर्छौँ? अब चलाउँछौँ है, यसरी चलाएर यसरी मल्छौँ कि मिसाउँछौँ एकै ठाउँ हामी। अनि हामी चाहिँ अब हाम्रो चाहिँ सबै चाहिँ टेस्ट खाना लायक हुन्छ है। अब यसरी हामीले लेमन जुस पनि राख्यौँ, पिनट पाउडर पनि हाल्यौँ, हामीले तपाईँको चाहिँ यहाँ बिन्स पाउडर पनि राख्यौँ, चिल्ली फ्लेक पनि राख्यौँ। यो फ्रेस है, कुकिङ गर्नुभन्दा यो पछाडि राख्छौँ क्या। यो चाहिँ होइन लोभै लागेर खाना पनि लोभ लाग्यो भने हेर्दाखेरि क्या खाउँ लाग्छ कि नखाउँ कि एकछिन प्लेटमै खेलाउँ कि जस्तो भइरहेको छ क्या। ल लिउँ है त। ल, पाथाई इन्द्र सेपले बनाएको पाथाई टेस्ट गर्दैछु। मलाई लाग्छ मेरो आँखाले अघि नै यसको टेस्ट राम्रो जस्तो लाग्छ। कुनै पनि रेसिपीमा हामीले तलमाथि पारेका छैनौँ, टेम्परेचरमा पनि पारेका छैनौँ। त्यस कारणले म लिएँ है त। ल, नम्बर 1 पाथाई इन टाउन। यो टाउनमै यतिको पाथाई बन्दैन अन्त, फर्स्ट क्लास छ। ल प्लिज तपाईँले पनि टेस्ट गर्नुहोस् यो।